होलसेल प्राइसमा पाउनुहुन्छ है। हेलो एभ्रिवान, होप सबैजना सन्चै हुनुहुन्छ होला अनि म पनि सन्चै छु। अनि वेलकम टु माई डे 18 मिनी ब्लग। आजको दिन चाहिँ यति मिठो सिन हेरेर सुरु भएको छ। अनि आज चाहिँ हाम्रो भीमसेन मन्दिरको जागेर अनि सबै दाउराहरू थुप्रिसकेको छ। अनि आज कस्तो सुनसान हो कि रोड पनि। अनि आज चाहिँ मेलाको सुरु दिन पनि अनि म चाहिँ आज मेलामा इन्टर गरिसकेँ। अनि चाहिँ यस्तो खासै केही त थिएन कि, त्यही पनि अनि टिकट गरेँ 3 बजेदेखि। त्यस्तो पनि हुन्छ र पैसा लुट्ने बाटो मात्र होइन। अनि चाहिँ हेर्न सक्नुहुन्छ यहाँ के छ, ढुङ्गा चलिरहेको अनि पिङ चलिरहेको थियो। अरू पनि गेमहरू छ, फुड स्टलहरू छ अनि धेरै कपडाहरू यताउति उतापट्टि हो। अनि यता मञ्चमा चाहिँ कार्यक्रम चलिरहेको थियो, उद्घाटन कार्यक्रम। अनि यता चाहिँ खानेकुराहरू लगायत कपडा लुगा अनि 100 रुपियाँको 3 जोडी मोजा पनि थियो। अनि आजको यो भिडियोमा चाहिँ मैले स्पेसल के देखेँ मैले सुरुको दिन जाँदा त्यही देखाउँ भन्ने छु। अनि यहाँ चाहिँ कोहीले सुरु गर्दै थिएन, कोहीले भर्खर सामान हाल्दै थिएन, कसैले हालेर रेडी गराइसकेका थिएन। अनि यहाँ फेरि 500को स्वेटरहरू थियो लेडिजहरूको लागि। अनि 1000को दुईवटा स्वेटरहरू लेडिजहरूको लागि थियो। अनि यो सेक्सन गइसक्यो। अनि त्यसपछि चाहिँ छ अरू हजुरले हेर्न सक्नुहुन्छ। अनि साँच्चै यो चाहिँ हिजोको क्लिपहरू हो, आज पोस्ट गर्दैछु। डोन्ट माइन्ड है। कता के गर्दाखेरि कस्तो भुल्न त भुल्दिनँ, तर टाइमै नपाएको हो के हो। हिजोको फेरि कति धेरै क्लिप थियो नि त, एडजस्ट गर्ने कति टाइम लाग्यो। ल हेर्न सक्नुहुन्छ यहाँ यो अङ्कलकोमा आउनु होला है, गुडिया सुडिया किन्न। ल आउनु भन्नु न मेरो पसलमा आउनुहोस्, होलसेल प्राइसमा पाउनुहुन्छ है। अनि त्यो अङ्कलले हेरी राम्रोसित खिचमा गरेको हाँसो लाएर मलाई त यस्तो सबले मुखामा हेर्ने, क्यामेरा उठाएर हिँड्दाखेरि भ्लगिङ गर्दै हिँड्दाखेरि त लाज लाग्थ्यो। तर आजकल मैले लाज बचाइसकेको छु। अनि जाडो गर्मीको मजाको कपडाहरू आइसकेको रहेछ। 500 ठुलोको सानोको 300 500 100 रुपियाँको 3 जोडी मोजा, 100 रुपियाँको 3 जोडी मोजा। अरू हेरी ए साँच्चै एउटा स्टलमा 100को 6वटा पिर्ती चाउचाउ, पिरो हरियो अनि प्यालोवाला पिर्ती चाउचाउ पनि थियो। त्यो चाहिँ मैले लिएन, तर अरू जो चाउचाउ लभर हुनुहुन्छ म जस्तै उहाँहरूले लिन सक्नुहुन्छ। यहाँ क्लिप राख्नै बिर्सेछु क्या त्यसको। यहाँ चाहिँ केही थिएन, पुरै सुनसान थियो। अनि म आफैलाई देखाउँदै हिँडेँ। अब मेरो त भ्लगिङ स्टार्टै सुनसान ठाउँमा हुन्छ, अरू ठाउँमा अलि लाज लाग्छ। यो स्पिडमा हिँड्दाखेरि त कस्तो चाबी परेको गुडिया चाहिँ देखेको। कति राम्रो फुल हो। यहाँ चाहिँ यो दाइ हिँड्न नि नसक्ने अनि औँलाहरू पनि काटेकोहरू रहेछ। कोही आए पार उहाँहरूलाई नि हेल्प गर्नु होला। यहाँ चाहिँ मैले भनिरहेको कि यस्तो भिडभाडमा भ्लगिङ गरेर हिँड्दा सबैले हेरिरहेको छन् होइन। त्यही त अगाडिबाट दाइहरूको ग्रुप आएको भ्लगिङ गरेको देखेर नमस्कार गरेँ। ओहो नि आज यस्तो मनमोहक देखेको छ हाम्रो श्रीनगर डाँडा।
अनि यहाँ निशान भगवती मन्दिर, उता भगवती मन्दिर, यस्तो राम्रो देख्दैछ डाँडा पनि। अनि यहाँ चाहिँ थुपारे दाउराहरू। हेलो गाइस, आज हाम्रो त्यहाँ तल आगो ताप्न गइसक्यौँ। नमस्कार सबैहरूलाई। यहाँ पछाडि हिँडिसक्नु भएन, म छु उता तल बाले है। मैले सिकेँ केही ब्लग बनाउनु, मेरो कान्छी बहिनीबाट हेर्न सक्नुहुन्छ कसरी बनाउँछ। आफै ब्लग गराउनु पर्यो अरे। अनि हामी उहाँ गयौँ आगो ताप्न, कति धेरै मान्छेहरू हुनुहुन्थ्यो। अनि चाहिँ उता गोलघरमा हेरी भजन भइरहेको थियो। अनि हामी चाहिँ यता बसेको थियौँ आगो ताप्दै। एकैछिन हेर्न मिलेको थिएन, यस्तो तातो थियो। अनि माथि गोलघरमाथि गएर पनि यसो क्लिपहरू लिएँ। भर्खर भाँडामा चिसो चिसो भाँडामा हालेर गएको त तातो भयो। 1 घन्टा जति उभिएर अनि चाहिँ आइयो। थ्याङ्क यू फर वाचिङ।